साथीभाइहरू आज हाम्रो बाजे पर घरमा एक्लै बस्नु भएको थियो। आज चाहिँ यो नयाँ घरमा आउनु भएको छ। हाम्रो बाजेहरू चाहिँ यहाँ हुनुहुन्छ बिचरा बाजे चाहिँ हजुरआमा माइती काम हुनुहुन्छ। बाजे यहाँ हुनुहुन्छ। पहिला सधैँ अँध्यारोमा हुन्थ्यो, कहिले कहिले बत्ती बल्थ्यो, एक्लै उता पटतिर बस्नुहुन्थ्यो। आज भने हाम्रो बाजे एउटै घरमा तलमाथि भएपछि सँगै बस्नु भएको छ। यो खुसी लागेछ। बिचरा यस्तो अवस्थाको बुढो मान्छेलाई राम्रो गरिराखिदिनु भएको छ। तपाईँको जेठी बुहारी आउनु भएर एकदम तपाईँलाई चाहिँ छुट्टै एउटा चाहिँ व्यवस्था गरिदिनु भएको छ। यो खुसी लाग्यो बाजे। आशीर्वाद दिनुपर्छ बाजे बुहारीहरूलाई। के गर्नु त अब टाइम टाइममा बुहारी आउनु भएको छ, हेरिदिनु भएको छ तपाईँलाई। सबै कुरो यताउता मिलाइदिनु भएको छ। राम्रो गरिदिनुपर्छ बाजे। अब के गर्नु त बुढेसकाल भयो है। तपाईँलाई आज यो घर चाहिँ यो ठाउँ चाहिँ तपाईँको आज नयाँ घर हो बाजे। यो तपाईँको जेठा छोराको जेठा बुहारीको घर बाजे हो। अस्ति एक्लै घर बस्ने चाहिँ तपाईँको माइला र कान्छाको बाजे उता बस्ने चाहिँ यो चाहिँ आज तपाईँको जेठी बुहारीको जेठा छोराको घर हो है। राम्रोसँग बस्नु। अब यता बाहिर फेर हिँड्ने अब भोलि दिन थाहा हुन्छ बाजे। ल बाजे अब आरामसँगले बस्नु। खाना खानु भने बाजे, खाना खानु भने बाजे। ए ल बाजे ल ल। बिचरा है यस्तो बुढेसकालमा तपाईँलाई गाह्रो छ, बिचरा गाह्रो बाजे।